हेलो एभ्रिवान, आज चाहिँ यो भिडियोमा चाहिँ चटपट मैले कसरी बनाउँछु भनेर स्टेप वाइज चाहिँ देखाउँदैछु। मैले चाहिँ अलरेडी अनियन, क्यारोट, टोमाटो र कोरिएन्डर चाहिँ चप गरेर राखिसकेको छु। त्यो पछाडि चाहिँ म 2 प्याकेट वाइट नुडल्स लिन्छु। त्यो पछाडि भुजिया राख्छु अनि त्यस पछाडि एउटा ठुलो बोल लिन्छु। त्यो पछाडि चाहिँ बोलमा अघि चप गरेर राखेको अनियन अनि त्यस पछाडि क्यारोट र टोमाटो हाल्छु। त्यस पछाडि कोरिएन्डर अनि त्यस पछाडि वाइ चाहिँ मैले 2 प्याकेट हालेँ। वाइ पछाडि चाहिँ म इन्डियन भुजिया हाल्छु। यसले गर्दा चाहिँ टेस्ट एकदम मिठो आउँछ। त्यो पछाडि चाउचाउको मसला हाल्छु। 2वटा मसला 2वटा चाउचाउको हालेँ। त्यो पछाडि फेरि चाउचाउको मैले खुर्सानी हालेँ, हर्को पनि खुर्सानी हालेँ। त्यस पछाडि चाहिँ म लेमन जुस हाल्छु। लेमन जुस चाहिँ आफ्नो टेस्ट अनुसार हाल्नु होला, कसैलाई अमिलो मनपर्छ कसैलाई कम अमिलो मनपर्छ। त्यस पछाडि चाहिँ म मजाले मिक्स गर्छु यसलाई। आफ्टर मिक्सिङ इट वेल आवर चटपटी इज रेडी टु इट। थ्याङ्क यू फर वाचिङ। तपाईँहरूले पनि यस्तै मिठो गरेर चटपटे बनाएर खानुहोला। बाई बाई।